हेलो एभ्रिवान, वेलकम ब्याक टु ब्याक माई युट्युब च्यानल। के छ सबैजना, सन्चै अनि आरामै हुनुहुन्छ होला। हामी चाहिँ आज कतिजना लाग्यो डल्ली एयरपोर्ट कसलाई लिन? अङ्कललाई, साइलो अङ्कल गणेश दाइलाई लिन चाहिँ हामी एयरपोर्ट जाँदैछौँ अहिले। अहिले यहाँ हामी के कुरेर बसेको? ट्याक्सी कुरेर बसिरहेछौँ होइन। ए बोकिसुकी बोकेर यहाँ हेर त, ट्याक्सी नि आइसक्यो। अब हामी ट्याक्सीमा जाने। पछाडि नै बस्नु ल, बस्नु बस। यता बस्ने हो कि कता? ढुका लगाइदियो मलाई कि यहाँ। ल हामी ट्याक्सीमा बस्यो, हामी दुईजना मात्र जाऊँ एयरपोर्टै। ल हामी यहाँ बिन्दासिनबाट हिँड्यो होइन डल्ली। यता हेर, हामी अङ्कललाई लिन जान लागेको एयरपोर्ट। कस्तो भइरहेछ तिमीलाई भन त? कति वर्षपछि भेट्दै हामी अङ्कललाई? 10 वर्षपछि। तिमी त जन्मेकै थिएन होला सायद हो। अहिले म 9 वर्ष भइरहेछ, 8 वर्ष भइरहेछ। अनि 10 वर्ष भने 2 वर्ष अगाडि जानु भएको रहेछ तिमी नजाने थियो है। अहिले चाहिँ हामी बिन्दवासिनी छौँ होइन, अगाडि बिन्दवासिनी बाटो जाँदैछौँ। बोकिसुकी बोकेर गइरहेछु, सरप्राइज दिने होला नि त है। सरप्राइज बाबाले अघि नै तोडिसक्नु भयो हो र? सरप्राइज अघि नै तोडिसक्यो भनिदिइसक्यो होला नि सायद होइन। अनि बाबाले अघि नै बोकिसुकी लिएर आउँदैछ भनिदिइसक्नु भयो। ओहो है, हामी बिन्दासिनी चोकबाट, पार्कको चोकबाट हिँड्यौँ तल होइन डल्ली। एक्साइटेड भएको छु। ए लङ टाइम पछि दिन जाँदाखेरि होला नि त होइन। हामी अहिले भैरव पुल पुगिसकेका छौँ। जाँदैछौँ होइन त। हामी अहिले कहाँ पुग्यो? रानी पौवा आइपुगेका छौँ। सर एयरपोर्ट। भिडियोमा लाइक सब्सक्राइब गरिदिनु होला। अनि लाइक कमेन्ट सेयर अनि सब्सक्राइब। युट्युब च्यानलको नाम एचबी ब्लग 97 है। मेरो नि ब्लग छ, हेर्नु होला है। हामी एयरपोर्ट नजिकै आइसक्यौँ। गाइज हामीसँग पोपट भयो। प्लेन उडेकै छैन रे काठमाडौँसम्म। काठमाडौँदेखि हामी चाहिँ अघि आएर अहिले जाँदैछौँ कि प्लेन उडेकै छैन। अब कति घन्टा लाउँछ अरे दाइ? आधी घन्टा त प्लेन आउनै लाग्छ। आधी घन्टा लाउँछ। अनि सामानहरू निकाल्न अनि 10 मिनट आउँछ। 1 घन्टा कुर्नु पऱ्यो कि अब अझै 1 घन्टा। अब हामी चाहिँ एयरपोर्टभित्र छिर्यौँ होइन। हामी चाहिँ एयरपोर्टभित्र छिरिसक्यौँ गाइज। डल्ले यहाँ छ पोखराको एयरपोर्ट। हामी आइपुग्यौँ गाइस। डल्ली यहाँ चाहिँ एयरपोर्ट यता पार्किङ गर्ने ठाउँ पनि रहेछ। तर पैसा लाग्छ। डल्लीले बोकिसुकी बोके कि खाँदा खै खाँदा ए अङ्कलको लागि। हामी कहाँ जाने अब? कहाँ हो मलाई पनि थाहा छैन। अब हामी यहाँ जाँदैछौँ भित्र होइन, कता कता हो मलाई पनि थाहा छैन गाइस खास चाहिँ। ल शिवानी यहाँ चाहिँ अङ्कलको लागि यहाँ के ल्याएर आउँदैछ। अङ्कल आउनु भयो खै आउनु छ। अहिले प्लेन ल्यान्ड भइसकेको छ। अर्जुनले भर्खरै के गरेको? के फोन गर्नु आएको अङ्कलले। अङ्कलको लागि के अरे गिफ्ट अङ्कल होइन, मैले नेपालमा बोल्नु त अहिले देखाउँछ न हामीले। ओके भर्खर अर्जुनले फोन हालेको थियो, अङ्कल आइपुग्नु भइसकेको छ है एयरपोर्टमा। अब यता आउनुहुन्छ डल्ली डेन्जर खुसी भएपछि आज होइन।
खै यतै यतै आइसक्नु भयो ब्याग लिएर हो ल ल ल ल ल ला 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 ल ल जा 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 खै गएको खै 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 ल खाँदा 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 लगाइदिन्छ ल ल ल